बालेनलाई जित्ने सूत्र थाहा छ? बालेनले सबैलाई गलत साबित गरिरहेका छन्। वास्तवमा बालेनले जे देख्छन् त्यो अरूले सोचेका पनि हुँदैनन्। जेन जी विद्रोहपछि पूरा देशले बालेनलाई प्रधानमन्त्री बनाउन चाह्यो। हामी सबैले ठान्यौं उनी बन्ने छन्, तर उनले सुशीला कार्कीलाई पहिलो महिला प्रधानमन्त्री बनाए। पूरा देश भन्दै थियो बालेनले आफ्नै पार्टी खोल्छन्, कुनै पनि हालतमा रासपा जाँदैनन्। उनी गए। सबैले ठाने बालेन कुनै सजिलो ठाउँ खोजेर चुनाव लड्छन्, कुनै पनि हालतमा झापा 5मा केपी ओलीसँग भिड्ने साहस गर्दैनन्। उनले त्यो साहस गरे। धेरै मानिसहरू भनिरहेका थिए बालेनलाई रविले झापामा फसाए उनको लज्जास्पद हार हुन्छ, तर यो पनि झुट बन्नेछ। झापा 5मा बालेनको होइन ओलीको लज्जास्पद हार हुनेवाला छ। जस्तो सुकै अपराजयलाई पनि जित्ने बाटो हुन्छ, तर त्यो कुन बाटो हो पहिले आउन सक्नुपर्छ। जितिन्छ जुन बालेनले देखाइरहेका छन्। यस्तो लाग्छ बालेनलाई जित्ने सूत्र थाहा छ।